सो नमस्ते गाइज आजको ब्लग चाहिँ अलि छुट्टै ठाउँबाट सुरु भइरहेछ है मोटो भ्लगिङ आज अलि बन्द छ किनभने म हल्का बाहिर छु अहिले सो आजको ब्लग सुरु हुँदैछ पोखरादेखि यस म चाहिँ पोखरा आएको छु हिजो बेलुका निस्किएको अनि बाटोको ब्लग चाहिँ गरिनँ किनभने म बसमा आएको है नाइट बसमा हेर्ने लायक पनि थिएन गाइज सो अहिले चाहिँ हामी थोरै सिटी एक्सप्लोर गरौँ भनेर हिँडिरहेको छौँ लेट्स कहाँसम्म पुगिन्छ यो चाहिँ मेरो साथी हो यता चाहिँ मेरो अस्तिको भ्लगमा पनि देख्नु भएको थियो होला यसलाई तपाईँहरूले है लेट्स खै म चाहिँ स्कुटर रेन्टमा लिउँ कि भनेर सोचिरहेको छु होइन तर कति चार्ज के छ नै थाहा छैन क्या अब अहिलेलाई चाहिँ पैदल यात्री भनौँ होइन अहिले पछि हेरौँला के गर्न सकिन्छ कस्तो गर्न सकिन्छ भनेर है ठाउँ त जस्तो काठमाडौँ सेम थोरै अलि यो चाहिँ कस्तो भन्दाखेरि दरबारमा 6 माइलतिर छिरेको जस्तो चाहिँ भाइब आउँदो रहेछ होइन अब कता हो यार सिधै चल्दिउँ न यहाँबाट चल्दिउँ न किन सोचिराख्नु जहाँ पुगिन्छ आइज मलाई कालो आइरहेको छु क्या हो यार ठिक छ आइरहेको नर्मल आइरहेको सायद हजुर के भने होइन दाइ चाहिँदैन अब लेट्स सी खाइ यतै होला नि कतैबाट काइकिङ गर्नुहुन्छ त हजुरहरू सिङ्गल बोटिङ ट्राई गर्ने भन्ने ब्रदर मेरो आफ्नै अनि पछि पोर्ट छ हजुरहरूले चाहिँ सफ्ट सुविधा हुन्छ ओन्ली 200 फर 1 आवर पछि हेरौँला ल अहिले बस घुम्नलाई निस्केको हामी यतिकै डोन्ट फल फर दिस इज फुल अफ क्र्याप लोकल मोमो रेस्टुरेन्ट एक्सट्रिम है एक्सट्रिम छ जता पनि आज त भाइ हिजो कतिवटा खायो हामीले एक्सट्रिम है 3टा राति 4टा खायो मुडी फुट्थ्यो होला राति त्यत्रो एक्सट्रिम खायो के गर्यो थाहा छैन यार राति हिँड्दै नलागेर बिहान पनि अघि 8 बजीतिर सुतेको अहिले टाइम भएको छ 11:15 हामी चाहिँ लेक साइड टाइपमा आइसक्यौँ होइन बोटिङ सोटिङ गर्नु मिल्दो रहेछ यता जाउँ त्यहाँ माथिसम्म पुगौँ हेरौँ कस्तो छ के छ त्यसपछि फेरि हेर्ने कस्तो फ्रुट्सहरू बिहान बिहानै भर्खर उठेर हिँड्दा मान्छेहरू वाइल्ड लाइफ भ्यू नै देखाउनु नमिल्ने क्या कस्तो अब यहाँ त त्यस्तो गहिरो छैन होला है पानी यहाँ त्यस्तो पानी गहिरो छैन कि यहाँ चाहिँ भने क्या बिचतिर गयो भने त छ नि मन्दिर कहाँ recording yes I am थोरै यसमा चाहिँ भिडियो देखाउनु मिल्दैन तपाईँलाई म क्लिप्स एड गरिदिन्छु ल यताको कसरी देखाउनु यसो देखाउनु एउटा कुरो नगर्नु साथी कहाँ पुगिन्छ जस्तो थाहा छैन होइन
कहाँ पुगिन्छ चाहिँ थाहा छैन गाइज होइन यत्तिकै हिँडिरहेको छौँ हामी यतातिर बोटिङ चाहिँ अति धेरै रहेछ खै सारा खुसी तिमी अब चाहिँ भोक लागिरहेको छ होइन केही खाना खान जाउँ होइन किनभने हिजो बेलुकादेखि खाना खाएको छैन हामीले खाना त खानुपर्छ यार ग्यास्ट्रिक हुन्छ मात्र हिजो बेलुकादेखि खाना खाएको छैन अनि हिजो पनि बस एनर्जी ड्रिङ्कको चिप्स खाएर बसेको अनि त्यसपछि अन्न परे खाएन कि पेटमा अलिकति फेरि थोरै गाह्रो हुन्छ त्यत्रो यार कति बिहान रातिको 7 बजे चढेको बस यहाँको बिहान 4:30 बजे आइपुगेको थियौँ त्यतिखेरसम्म हामीले केही खाएको थिएन बस चिप्स सो एकछिन कतै ठाउँ खोज्छौँ अनि भेट्छु तपाईँहरूलाई सो सबैजना नमस्ते फेरि होइन एउटा एक्सपिरियन्स भन्छु अहिलेसम्मको एक्सपिरियन्समा बिहान मुड खराब भयो होइन खाना खान बसेको एक त अहिले कति भयो टाइम कति बज्यो 12:18 भइसक्यो खाना पाक्दैन भन्छ होइन अनि अर्को भनेको ल ठिक छ नि त भनेर थुक्पा मगाएको थुक्पाभित्र किरा मरिरहेको छ क्या कपाल पनि भेटेको थिएँ होइन तर अब ठिकै छ नि त कपाल त आफ्नै झऱ्यो होला भनेर छोडिदिएँ किरा मरिरहेको छ यार लिटरल अलि भएन क्या यस्तो चाहिँ ठिकै छ जाउँ अब कहाँ जाने है तालबारै मुड खराब भइहाल्यो ठिकै छ सो अब चाहिँ तालबारीतिर चल्दैछौँ हामी होला नि माछाहरू केही एउटा एक्सपिरियन्सले गरेर मुडै खराब भयो मैले बिहानै यार भोक कस्तो भोक लागिरहेको होइन हिजोदेखि केही खाएन फेरि मैले खाना पनि एनर्जी ड्रिङ्क र चिप्समा बचिरहेछ अहिले आएर भोक लागेर खाना खान भनेर बस्दाखेरि त्यस्तो फर्स्टको खानै त्यस्तो पाइदिएछ अलि यो कुरा चाहिँ अलि हेर्नुपर्दो रहेछ है गाइस ठिकै छ अब केही भनिँदैन होला नि ब्रिज जस्तै के अनि अझ त्यो थुक्पा मैले कति खाएँ होला यार 2 चम्चा 3 चम्चा खाएँ होला बढी खाएँ होइन त्यसको पनि पैसा जोडिरहेको थियो गाइस हुन्छ सिरियसली गाइस होइन बा ठिक छ बा यार त्यस्तो फुडलाई 350 रहेछ माथि नट इभन वर्थ इट चाहिँ यहाँदेखि कहाँसम्म पुगिन्छ हामी हिँडेको चाहिँ तालबारी साइड हो होइन
त्यस्तो चढ्न चाहिँ मजा आउँछ होला है कस्तो लुगा हाल्दा पनि यो साइकल टाइप राख्यो लगाएर पानी पो पर्न थाल्यो क्या नभन् न यार अलिअलि सिमसिम पानी हान्न थालेछ गाइस है दिमाग खराब हुन्छ पानी परेर तँलाई मैले छाता लिएर हिँड्नु भन्दाखेरि नमाने होइन भिज न अब त लुगा पनि छैन क्या म भिज्नु केही भएन क्या मोबाइल भिज्नु भएन मेरो त वाटर प्रुफ हो सबै चिज मलाई त बाल त्यो त मेरो होइन नि त सो वाटर प्रुफ त्यहाँबाट यहाँबाट अलमोस्ट लाइक 200 मिटर जति छ त्यहाँबाट जाऊँ 200 मिटर अनि मन्दिर छिराम इफ वी क्यान है किनभने मलाई पानीदेखि चाहिँ लास्ट डर लाग्छ होइन अनि मन्दिर छिर्नलाई चाहिँ फेरि बोटिङ गर्नै पर्छ क्या अलिकति टाढो छ होइन त्यही नै लेट्स सी चिक्रा कस्तो धेरै नै उज्यालो आज जस्तो फिल भइरहेको छ उडेर गयो मात्रै भयो तर अप्सन भनेको त्यो झन् डर लाग्दो नि यार बोटिङ भन्दा पनि डर लाग्दो त त्यो होला नि अनि ट्राई चाहिँ गर्नुपर्छ एकचोटि होइन we have the colder than exhort nice coat nice coat अब तालबार आइदैन यहाँबाट माथि गएर जिन्दगीमा पहिलोचोटि बोटिङ गर्दैछु थोरै डर लागिरहेको छ है यहाँसम्म आइसक्यो छिर्दिउँ भनेर ल यसको ओके गाइज हामी तालबाराई मन्दिरमा छौँ होइन ओके त्यस्तो त के पनि छैन धुनुपर्ने हो यार मन्दिर अलिकति हात धुनुपर्ने हो यार होइन एउटा हातले के गर्नु त नि यति हो मन्दिर त्यहाँ रहेछ त हात धुने ठाउँ आइज हात धुएर म त खतरै ठुलो मन्दिर छ भन्ने सुनेको थिएँ त अनि यो त यत्रो छ त यो नयाँ मन्दिर छ जस्तो है भित्र नजाऊँ होला केही लिएर आएन ढोगेरमा त जाने ठाउँ चाहिँ एकदम रमाइलो छ होइन घुम्नलाई तर अलिकति स्क्यामबाट चाहिँ बच्नु होला त्यही भन्छु म चाहिँ फुल जङ्गल है फुल जङ्गल क्या है वरिपरि यहाँ माछा नि छ भनेर यताबाट हेर्नु मिल्छ भन्दा थियो त्यहाँ चाहिँ माछा हेर्ने ठाउँ रे फिस वाच पोइन्ट समाज न एउटा लाइक टु मेनी पिजन्स उडाइदिनु नगर किल्चे लाएर कस्तो पापी भित्र त केही देखिँदैन त नि यहाँ त तर माछा देखेन कहाँ छ माछा फर्किदिउँ अब चाहिँ निस्किउँ न यहाँबाट जाऊँ के भयो त भन लाइफ ज्याकेट एउटै हो क्यारे होइन लगा त मेरो लगा नि
लगाइदे ल मलाई त ठिक हुँदैन त यो त के हो ल के यस्तो लगा लगा मलाई मर्नु छैन लगा ठिक छ ल अಯ್या तर यो फेरि फुस्किन्छ भन्दै थिएँ मैले फुस्किन्छ भनेर यस्तो डर लाग्ने हौ यो त अಯ್या म चाहिँ बसेँ आइज बसिस् कहाँ बसिस् खै छोडिदे केही हुँदैन थोरै लाइफ ज्याकेट ड्यामेजवाला परेको केही छैन ऊ त्यो चाहिँ के हो हुन चाहिँ ऊ त्यो परको त्यहाँ अरू केही छैन हामी कता गएर अहिले ओके एक राउन्ड हानेर त्यसो जाने हजुर हामी जाउँ भनेको त्यो मान्छेले अनि के गर्यो गर्यो एक राउन्ड मन्दिर हान्दैछौँ त्यसपछि फेरि गर्मी चाहिँ अति छ लास्ट ठुलो क्या काठ त यस्तो हल्को त हुन्न पर्ने त्यही भन्दैछ होइन लास्ट गर्नु हुन थाल्यो गाइस अघिसम्म पानी पर्न लगाइरहेको म त नेत्रुकै भइसक्यो यार पसिनाले माथिदेखि तलसम्म नुहाउनै पर्छ नि कहाँ यार कता पार्किङ हजुर यो नि बोटै हो होइन यो होला मामाहरू हुनुहुन्छ त आहा कस्तो शीतल हावा चलेको यार रोक्ने ठाउँ पायो नि त हामीले त यहाँ चाहिँ गएर छैन क्या पानी हेर्न गोप्रो नि वाइल्ड तातिसक्यो गोप्रो क्या वाइल्ड तातिसक्यो गर्मीले के भएर त्यसमा राख्नु भने होला
लवरली भाइ तो जा पहिला उही भयो यता नि हुन्छ नि है यसमा त पानी छिरिरहेको त अलिअलि 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 आयो यो उता दिनुपर्ने हो सो हामी चाहिँ अहिले डेभिड्स फलको लागि हिँड्दैछौँ होइन अनि लगभग 4 किलोमिटर देखाइरहेछ हिँडेर 53 मिनट लगभग 1 आवर भनौँ न लोकल बस पाइयो भने चाहिँ लोकल बस चढेर हिँड्छौँ पाएन भने चाहिँ हामी हिँड्दै जान्छौँ किनभने हिँड्नमा रमाइलो भइरहेको आज भरे यतै कतै खाना खानुलाई नि We still have 53 minutes to go. Let's go. अलिकति एनर्जी चाहिएर हो है गाइस फेरि त्यस्तो केही नसोच्नु होला अनि के अरे हामी यहाँ बसिरहेको थियौँ है हल्ला अति नै बढी हुँदो रहेछ त हिँड्दा हिँड्दा थाकेर एकछिन रेस्ट लिएको हामीले यो ठाउँको नाम चाहिँ वसुन्धरा पार्क रे होइन ठाउँ त ठिकै रहेछ यतापट्टि फेवाताल छ लाइक प्रिटी गुड होइन यता यस्तो घुमेर निस्किदिने सो गाइज हाम्रो ट्रेकको हाफ पार्ट सक्यो वी आर स्टिल 2.9 किलोमिटर्स आउट सो 45 मिनट्सको वाकिङ डिस्टेन्स छ अझै पनि है अनि लागिहाल्छ नि यार लाइक अब यस्तरी हिँड्यो भने त टाइम लाग्छ नि क्या होइन अनि वी आर स्टिल 2.9 किलोमिटर आउट लेट्स गो यस्तो जोइन्टमा दुखिरहेको हौ मेरो त अहिले नै त्यत्रो हिँड्न बाँकी छ अझ फर्केर नि आउनु चाहिँ यहाँसम्म अझ लोकलै पाएन कसरी आउनु अहिले नि यहाँ लोकल पायो भने त दुईवटा लोकल गाडी आएको थियो दुईवटै मिस हान्दा क्या हामी यस्तो राम्रो मान्छे होला त नि मुस्किलले दुईवटा लोकल बस पाएको थियौँ हामीले दुईवटै मिस हान्यौँ अनि अब हिँडै छौँ हामी त्यही भएर हामी यहाँ रेस्ट नलिकन हिँड्यो भए चाहिँ अहिले त आधी घन्टा पहिले पुगिसक्थ्यो होला है ठिक छ अब नन स्टप हामी चुप्रे अब नन स्टप हामी सिधा डेभिड्स फल पुगेर मात्रै रोकिन्छ दायाँ बायाँ अब गरिँदैन होइन माइक हुँदैन त कनेक्ट माइक त भयो गाइस हामी चाहिँ फाइनली यहाँ आइसक्यो यो चाहिँ ऊ हो माउन्ट एभरेस्ट ओए पानी त कत्रो आउँदैछ हेर न ओए
एक भिडियो त बन्छ यार हान्न त कत्रो यार यो त आम्मामामा बनिरहेको रहेछ नि त बाटो त कत्रो हो त खोला त यार के देखिएला र हौ केही देखिँदैन रहेछ बन्दै रहेछ नि त भिडियो बना न पछि हालिदिउँला ए देखिँदैन भ्याउँदैन क्या अह ए घुम्दैन नि त राम्रो भिडियो बनायो भाइ अनि यो त यत्रो हिँडेर आएको त फोकट जस्तो भयो त भाइ अनि नझार्ने फेरि 0.5 मा हान्नु 0.5 मा हान्न त्यही नि देखिया छैन क्या यस्तो के पनि देखिँदैन रहेछ होइन गाइज त्यो अलि अन्डर कन्स्ट्रक्सन रहेछ डेभिस फल अहिलेलाई आइएम सरी होइन जुम हान्नु चाहिँ म थोरै मोबाइलबाट भिडियो चाहिँ बनाउँछु त त्यो क्लिप चाहिँ हालिदिन्छु